कैसाले उता हिँड्नु भएको छ। ल हेर्न सक्नुहुन्छ यहाँ दर्शक जलीको फोटोसुट भएर गुलियो नि छ नि धेरै तातो ह तिम्रो लागि स्पेसल कफी खाली छाने खाने गाइजहरू अनि बेहुलीको उले लाउने जस्तो छैन बेहुलीको सालीहरुले हैन त्यसले दुलाको साली लाउने कहा आटी ब्युटीफुल आटी हाम्रो नन्द हाम्रो ब्रो यता हुनुहुन्छ यस्तो मिठो नन्दले निकाल्न लागिसकेको थियो हजुर खाउ त रे मैले क्यामेरा ठहराएको त कि गाइज हामी अब जाँदैछौँ सपिङ गरेर म तिमीहरूको कस्तो राम्रो राम्रो भिडियो बनाइ देखु गाइजहरू चस्मा ल कस्तो देखियो वा नेपाली बाबु ल बल्ल अङ्कितलाई के होला जस्तो है अङ्कित यो मलाई यो डिजाइन मन पऱ्यो क्या नन्द यो साइजको यो डिजाइनको तिमी लाउ न त कालो देखियो लस्सी हेर्ने दिजु लस्सी नै अरु अस्ति लस्सी आज त आकाशको सुतार खुले हामी चाहिँ यहाँ खाजा खान लागेको हामी बफ खाँदैौ नि त के भयो त बफ खाएर के भयो त होइन अङ्कित खाने हो नि त मोमो कुन चाहिँ चिकन तँलाई अहिले मुख फालिस् भने तँलाई मैले फेरि गाइज हाम्रो फेभरेट थिचेको आलु स्टिक आलु चिकन मोमो गरिदिनु अनि बर्गर गरिदिनु ल भाइ खाए ल मिठो हामी चाहिँ अब जानु लागेको हाम्रो रामेन भाइ चाहिँ यहाँ छ हामीहरू जाँदैछौँ फामे अब दुधहरू आउनुहुन्छ जाँदैछौँ राती बुइनी हाम्रो भाइ पामे जाने फिक्स भयो हामी पामे जाँदैछौँ हाम्रो भाइ र म दुईजना हाम्रो सोली सोली मेरो भ्लग त कहिले आउँछ थाहा छैन गाइस तर पनि मैले गरिराखेको छु अलि उता हिँड्नु भएको छ हाम्रो नन्दलाई स्वागत छ पोखरामा अब भर्खर त म भ्लग बनाएको हाम्रो नन्द चस्मा देख मेरो भ्लग फेरि 2-4 महिनापछि आउँछ आरतिर तर राम्रो देखेछ है मेरो यस्तो थियो नि लिएर अलि यो यहाँको हो यस्तै काठमा चढेर उतापट्टि जाने चाहिँ बेग्नसको हो कि रपन्जली घुम ल हाम्रो नन्द हामीले फोटो खिच्दै नपाउँलाई त्यो भत्केर ल हेर्न सक्नुहुन्छ यहाँ दर्शकबिनहरू भ्लग जाने बेला भइसक्यो पोखरमा भइसक्यो रपन्जलीहरू जलीको फोटोसुट भएर भिडियोमा भएर कस्तो राम्रो भयो ल खाऊ भाइहरू रपन्जलीको ठुलो भाइ
गाइस किन गर न भइसक्यो किन किन छाङ्गप नमगा यहाँ पञ्च छँदैछ त अन्त कस्तो छ भन्दै ल हेर न अन्त होस गरेर खाऊ है हाम्रो झऱ्यो भने सेतो छ कपडा यत्तिको माछा मारेर होइन जिन्दगी चाहिँ कटाउनुपर्छ है गाइस यहाँ फेरि अङ्कित उहाँ पुगेको र अहिले त भ्याभ्या पारेर कसले होला अन्त भिडियो होइन मान्छेको बिहान यही नाच्नु ल ल ल होइन नि होइन उठेर हेरेको त दुईटी कङ्गारू जस्तो उफ्रिरहेको म तर्छु फोटो नहाल्ने मात्र आउँछ हामी जाँदैको गाइस नन्दहरू हामीहरू त यस्तोमा छौँ यस्तोमा भ्यू टावर हेर्ने लाग्दैन त छेउछेउमा नजाऊ है मार्छु म आरती दिदी कस्तो फिल भइरहेको तपाईँलाई चरी जस्तो उडेर यो डाँडामा आइपुग्यो नि त तर हिजो झन् कस्तो यता हिमाल पनि देख्थ्यो थियो राति के अरे बिन्ता अर्को को अरे भएको सुनिता हो सुन्ता हो बिन्ताको फेभरेट के हो बिन्ता त्योहरू त चटपट खाँदैछ चटपट भिडियोमा खानुहुन्छ कि उसले बेलुका डाँडामा गाउँ डाँडाको चटपट गाइस खाएर हुन्छ भोलि बिहान चट हाम्रो अङ्कित चाहिँ उता आँखाबाट आँसी झऱ्यो त ल हाम्रो भाइहरूको त दाँत मात्रै गएको त